हेलो गुड मर्निङ। मेरो भान्जी चाहिँ स्कुल जान रेडी भइरहेछ। ऊ चाहिँ एकदम लजाउँछ। अनि म उठ्दाखेरि चाहिँ मेरो सासूआमाले सबै लुगा धोएर राख्नुभएछ मेसिनमा हालेर। अनि मैले चाहिँ सबै लुगाहरू सुकायो। आज चाहिँ कस्तो राम्रोसँग घाम लागिरहेको थियो, मजाले यस्तो घामले डढिरहेको थियो, पोलिरहेको थियो मलाई। अनि मैले त्यसपछि धुलो बढार्यो। अनि त्यहाँनिर लियो आएछ, मैले जिस्काइरहेको थिएँ उसलाई। उसले मेमेले छोडेर गएको भएर टँ पनि बसिरहेछ। अनि माछाहरू चाहिँ एकदमै खेलिरहेछ दुईजना। अनि ऊ मेमेले छोड्यो भने रिसाइरहेछ, रोइरहेछ, कराइरहेछ। आऊ भन्दा नि आउन मानेको छैन मसँग चाहिँ। अनि त्यसपछि मैले खाना बनाउनलाई, तरकारी बनाउनलाई सबै कुरा रेडी गर्यो। खोर्सानी, नुन, अनि त्यसपछि के हो अरे त्यो चाहिँ बिर्स्यो। अनि लसुन अनि प्याज काट्यो। अनि त्यसपछि मैले तरकारी बनायो। तरकारी चाहिँ साग, अनि त्यसपछि सिमी। आस्याङलाई चाहिँ साग र सिमी मनपर्छ अरे, त्यही भएर साग र सिमी पकाउ भन्नुभयो, त्यही भएर मैले पकाएँ। अनि त्यसपछि मैले भाँडा पनि माझ्यो सँगसँगै। अनि रेडी भयो। अनि मैले दही पनि खाएँ। अनि मैले चाहिँ लास्टमा ढेँडो बनायो। मेरो आमा र सासू बुवालाई चाहिँ ढेँडो मनपर्छ अरे, त्यही भएर जहिले ढेँडो खानुहुन्छ। मैले पनि